नमस्ते अनि हार्दिक स्वागत गर्दछु ठुल्दाइका ठुला कुरा अफिसर 3 मा। साथीहरू, आजको कथा भाग 2 को निरन्तरता भाग 3 मा हाट बजारबाट नुन लिएर आइसकेपछि पहिलो दिन स्कुल गएको छोटो मिठो र यथार्थ कथा म जनाउने छु। सायदमा कक्षा 2 मा पढ्थे होला। आज चिसो मौसमबाट म भन्दैछु र ड्युटीबाटै कतार मध्यरातिको 12 बजे र ड्युटी स्थलबाटै मैले चाहिँ तपाईहरुलाई 2-3 मिनेटको कथा सुनाउने छु। र पहिलो दिन त्यो हवाई चप्पल त्यो हात्ती छाप चप्पल पटक पटक हिलो छ्याप्दै हाफ प्यान्ट लगाउँदै स्कुल गएँ। स्कुल गइसकेपछि हाम्रो घर नजिकैको स्कुलमा सबैजना बाहिर आँगनमा बस्नु पर्थ्यो। त्यति बेला दुबोमा घाम ताप्दै बस्नु पर्थ्यो। सबैजना साथीहरू स्कुलका साथीहरू झुम्मिए। मेरा नयाँ चप्पल हामीसँग पर्याप्त मात्रामा कपडाहरू हुँदैनथे र त्यति बेला गुरभुजा हुन्थ्यो र त्यो चाहिँ आफ्नो मन मिल्ने साथीहरू एउटा दुई चारलाई सबैलाई बाँडेर पुग्दैन थियो, बाँडिन्थ्यो। हामी 3-4 जना अन्तिम क्लासमा, धेरै त हुन्थेनौँ। अनि सबैजनाले हेर्नुभयो। हाफ प्यान्ट लगाएको छु। त्यसपछि लिएर हात्तीछाप चप्पल पहिलोपटक खाली खुट्टा गइन्थ्यो। धेरै जसो हामी खाली खुट्टा स्कुल जानु पर्थ्यो बाल्यकालमा। आजभन्दा 35-36 वर्ष पहिलेको कुरा। त्यहाँ इङ्ग्लिस हुने थिएन। 4 कक्षाबाट ABCD सुरु हुन्थ्यो। र त्यो कथा कस्तो लाग्यो तपाईहरुलाई? ती चप्पल देखेर साथीहरू झुम्मिएको अनि हाफ प्यान्ट लगाएको देखेर, नयाँ कपडा लगाएर देखेको, म हाटबाट आएको भनेपछि अहिलेको अमेरिकाबाट आए जस्तै हुन्थ्यो। र मैले मेरो ड्युटी स्थल कतार मध्यरातिको 12 बजे तपाईहरुलाई आजको यो ब्याकग्राउन्डबाट तपाईहरुलाई कथा सुनाएको छु। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया जनाउन नछुटाउनु होला। भाग 4 मा भने त्योभन्दा अगाडिको चाहिँ मैले कथा सुनाउने नै छु। वाच गरेर शेयर, सब्स्क्राइब, लाइक गर्न नभुल्नु होला। बाई।